So hello, namaste and welcome back to this new video guys. So new day, new vlog है. Welcome छ सबैलाई स्वागत छ. So right now अहिले दिउँसोको समय भइरहेको छ and म चाहिँ अहिले चाहिँ भर्खरै बसेर यसो रेस्ट हानेर हैन बिहान पनि अब खासै काम त गरिएन हैन लगभग चाँडै नै उठ्या थियो 9 बजेतिर. सो त्यति गरेर खानासाना खाएर चाहिँ बस्दै छम अनि यही जाँगर हजुरबुवा ए हजुरबा ल हेलो भन्दिनु त हेलो भन्नु न हेलो हो ल ल म गएँ है म कहाँ जानला थाहा छ म कहाँ जानला घाँस काट्न जानला घाँस काट्न केमा ल्याउने मम्मीको थुन्चेमा ल है म गएँ है ल सो यहाँ अर्को कुरा यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो बाल चाहिँ डोको बनाइरहनु भएको छ है. कत्रो डोको भन्दाखेरि ऊ त्यहाँको ठुलो डोको जस्तो हो गाइस. ऊ त डोको जत्रो चाहिँ यहाँ यत्रो डोको चाहिँ यहाँ बन्दैछ. सो म यहीँ तल्लो बाहिर जानला किन नाइ पर्दैन म सक्दिनँ घामले पोल्छ ल गाइस. सो अहिले चाहिँ म चाहिँ अब चाहिँ हिँड्छु है त. लेट्स गो गाइस. अब घामले अलि ज्यान स्यान चाहिँ डर छ भनेर चाहिँ मैले ज्याकेट पनि लिएर हिँडेको छु. त्यतातिर त अलिक शीतलै छ. ल यहाँ बाले चाहिँ यो गर्दैछ अलि प्रोसेसहरू पनि हेर्नु भयो होला. अहिले चाहिँ हामी चाहिँ हिँडिसकियो होइन. यहाँ अगाडि चाहिँ मम्मी हुनुहुन्छ होइन. हामी चाहिँ घाँस काट्न जान लाग्छौँ. कहाँ जान लाग्छौँ भन्दाखेरि त्यहाँ बारीतिर तलतिर यसो चाहिँ हामी जान लाग्छौँ. गर्मी ओपरै छ तर लामखुट्टेले पनि टोक्छ अब त्यो घाँसहरू भएको ठाउँमा त अनि घामले पनि पोल्छ भनेर चाहिँ त्यो लिएर आएको. अनि यहाँ अर्को कुरा देख्न सक्नुहुन्छ दिस इज बनाना लोकल बनाना गाउँको. त्यो देखेर दङ्ग नपर्नु होला. यहाँ आधी केजी एउटा नै आधी केजी जति छ होला होइन यत्रो केरा एज यु क्यान सी. ल हेर्नुहोस् अब यो खाएर चाहिँ मस्त अगाउनु पर्छ. यहाँ अहिले चाहिँ खल्तीतिरै हाल्छु उता तलतिरै गएर खान्छु कि म. सो है त मम्मी हुनुहुन्छ. मम्मी कहाँ जानु अरे हामी आज चाहिँ मैले नेक्स्ट हल्का चाहिँ काटिदिन्छु सक्यो भने होइन भनेर चाहिँ लाएर चाहिँ म आएको छु. मम्मी किन अगाडि गएँ हामी यतातिर हेरौँ है त. यहाँ देख्न सक्नुहुन्छ यतातिर ढलन छ अनि हाम्रो गाउँमा चाहिँ यता सामरीको बाटोबाट चाहिँ आधी बाटो चाहिँ पिच भयो. अब आधी के भन्नु हाम्रो हिजो गएको ठुल पँधेरासम्म चाहिँ पिच भइसक्यो होइन. अगाडिको भ्लगमा हेर्नु भयो है पिच त्यहीँसम्म हुनेवाला चाहिँ छ. अब 2-3 दिन त्यहाँसम्म पनि क्लियर हुन्छ. त्यसपछि हामी पिचको बाटो रनाना काठमाडौँदेखि नन स्टप गाउँसम्म आउँदा नै पिच. ल है त गाइज अब के कस्तो हुन्छ जाउँ. घामले पनि हल्का हल्का पोलि नै रहेछ. म चाहिँ चाँडै नै फर्किन्छु. त्यसो घुम्न मन लागेर आयो कि होइन.
अलराइट गाइज अहिले चाहिँ म चाहिँ यहाँ ठुल्बाको घरमा आएको छु होइन अलिकति साइडमा हाम्रो पल्लो घरमा चाहिँ अलिअलि 2-3 घर परको ठुल्बाको घरमा आएको छु सकेसम्म चाहिँ धेरै ऊ किन नआउने गरम हुन्छ भनेर चाहिँ यहाँ सेन्डो भेस्ट लाएर बसिरहेको छु म ऊ यहाँ हाम्रो ठुलियामा हुनुहुन्छ ल पछाडि देख्न सक्नुहुन्छ यहाँ ठुल्बाको घर यहाँ यता अर्को घर यो भिडियो युट्युबमा हाल्ने ठुलियामा टिभी जस्तोमा हाल्ने कि टिभी जस्तोमा सो अहिले के हुन्छ हेर्दै जाउँ है त गाइस अलराइट गाइस सो अहिले चाहिँ राइट नाउ म चाहिँ त्यो हामीले नयाँ काम गर्ने भनेर चाहिँ त्यो चाहिँ अहिले गर्ने भयो कि म अहिले एक्लै हो बोल्दै हिँड्यो भन न के गर्नलाई खानालाई अहिले आउँछु म ए ल ल मुला अचार मेरै घरै छ छन त ल आउँछ म अहिले आउँछु सो मलाई चाहिँ त्यहाँ ठुले आमाले चाहिँ बोलाउनु भएको कि मुला अचार अलिअलि अब गाउँमा त्यस्तै हो नि त साटफेर भन्दा नि यसो अब दिने भन्ने हुन्छ नि त त्यो अनि खाना आइज भन्नुभएको सो राइट अहिले चाहिँ म कहाँ जानला भन्ने कुरो मेरो पनि टुङ्गो छैन मलाई एउटा काममा पठायो होइन अब त मैले चिनेको छैन हेर्नु गाइज आफै छ मैले चिनेको छैन म जाने कहाँ भन्ने कुरो टुङ्गो पनि छैन हेर्नुहोस् है जान चाहिँ जाउँ कहाँतिर के हुन्छ देखाउन त देखाइ नै हाल्छु कि यो मकै बारी दर्याम भने जस्तै भइरहेको दर्यामको मिनिङ मैले थाहा पाएँ कि जस्तो लागिरहेको होइन दर्याम भनेर चाहिँ दोस्रोचोटि मकै गोड्ने त्यो दोहोरो मकै गोड्नुलाई चाहिँ दर्याम भन्छ अरे भन्ने चाहिँ मैले सुनेको थिएँ आई डोन्ट नो है त्यो रहेछ नि त खास दर्यामको मिनिङ त के हो यसो तपाईँहरूलाई थाहा छ भने पनि भन्नु होइन सो यो चाहिँ पहिला चाहिँ यो त होइन कि तर यो एरिया चाहिँ हाम्रो चाहिँ पहिल्यै चाहिँ हाम्रो थियो अहिले चाहिँ अब छैन भनौँ न यो चाहिँ हाम्रो एक्स बारी हो है सो म दौडी हिँड्न त हिँडिरहेको छु कि जाने कहाँ टुङ्गो छैन गाइज बाटो आइरहेको छु आउनु छैन होइन ए चराको रहेछ म त स्याल हो कि भन्नु हामीलाई कि यतातिर स्याल हुन्छ नि त सो है अब के हुन्छ हेर्दै म अहिले त्यहाँ एउटा नासपति चाहिँ हेरेछ भने खान्छु म अर्कै कामलाई आऊ खास अब नासपति खाएर के हुन्छ जानुपर्ने हुन्छ घुम्दै हरायो भने गाइज तपाईँहरूको साथ छँदैछ नि त डराउनु पर्ने त ओइ आम्बो एउटा 2टा नासपति चाहिँ खान्छु त्यसपछि के हुन्छ है मैले यहाँ नासपति पनि पाइसकेँ कि यो नासपतिकै लागि चाहिँ आएन म ओइ 2-4 टिपेर लानु पऱ्यो मेरो निशाना कतिको छ हेरौँ है यसले हान्छ अर्को नासपति झार्न सक्छ सक्दैन है त ट्राई गरौँ अब मोबाइल हातमै लिएर त सकिँदैन होला कि राम्रो पनि झन् झऱ्यो छोडिदिनु निशाना अलिक खराबै छ नि त कुन चाहिँ एउटा ठुलो देखाएको थिएँ कि मैले हाम्रो नासपति खाने बेला त भएको नि तै पनि कहाँ छ पनि पुगी देखाएन यार कहाँ पुगिछ कहाँ पुग्छ उचित भयो त्यसले हामी घरमा काप्चो ख र केही पनि भएन सो अहिले म मेन काम चाहिँ केमा हो त्यो गर्छु नासपति भने जहिले आएन हुन्छ यो आफ्नै नै हो लगभग होइन आफ्नै अब यो चाहिँ ठुल्बाहरूको खास हुन चाहिँ त्यही अहिले म गाँठ ठाउँको ठुल्बाहरूको हो होइन खासै प्रब्लम त पर्दैन कि यो नासपति झार्छु एउटा चाहिँ म झार्छु अर्को पनि झार्छु ल देखिन सक्नुहुन्छ यो मैले ढुङ्गाले ट्याप्राक्कै एकचोटि हान्दै एकैचोटिमा झरिदिएर गएँ ढुङ्गाले हान्दा चाहिँ एकैचोटिमा यसरी फुटेर झऱ्यो भर्खरै राख्यो भर्खरै उ गर्नु पऱ्यो फेरि अब जाऊँ आफ्नो मेन काम चाहिँ के गर्छ त्यतातिर बढ्नु पऱ्यो है यतातिर देख्न सक्नुहुन्छ होइन त्यो चाहिँ बारी हो है कहाँ आउँछु ओइ उहाँ माथि पुग्नुपर्ने म उहाँ पुग्नुपर्ने गाइज त्यो झाडी बाटोमा त्यहाँ किन भन्दाखेरि एउटा काम छ उयो शान्ति कस्तो डरलाग्दो झाडी हो म्यामफुली सर्फै भयो नि नदेखिने टाइपको झाडी छ कि बल्ल खोल्ला ठाउँ आइपुग्यो त्यो मास्टर गएर भेट्छु गाइज उब्बरै गाह्रो भइरहेको मलाई बाई बाई
अलराइट गाइज म यहाँ काममा आएको चाहिँ मतलब भयो जस्तो लाग्यो होइन तर हो कि होइन स्योर छैन म यहाँ कहाँनिर आइपिएस भन्ने कुरो पत्तो होइन झाडी खुट्टा कोतारेर गाइज कट्टु लाग्छु होइन खुट्टा कोतारेर त्यस्तै घाँसले पासेको त्यस्तै यस्तो झाडी कहाँ भनेर जाने हो र यो गरामा आइपुग्यो हामी कतातिर पो एउटा यस्तै खालको गरा थियो सानोमै हुँदाखेरि हामीले चराको बच्चा भइरहेको रूपमा निकालेर बिचरालाई अलमल्ल बनाएर पाप लाग्छ होला क्या कता पो हो चाहिँ बिर्स्यो होइन उब्बर झाडी हेरेर थ्यात यो के गरे होला यस्तो झाडी गाइस बाटो नि यो पनि होइन बाटै कता हो कता त्यो झ्याउ छ नि यार झाडी यो कतै केही हिँडिरहेको भने थाहा छैन उक्लिनु पऱ्यो माथि यो बाटो यता हो कि जाम पसिना आइसक्यो उब्बरै गऱ्यौँ भाइ क्या उब्बर गऱ्यौँ जता पनि त्यहाँ माथि पनि अहिले अब ज्याकेट पनि लगाएको छु म त धेरै ल्याएको थिएँ मैले धेरै दिन नबस्नु भनेर होइन लुगाहरू हिजो नुहाएँ एउटा धोएँ अनि फेरि माकुराको झालोमा टाँसेर पनि हिँड्दैछु के लाग्यो अब म कहाँनिर आइपुगेँ ओर्ली नमिल्ने ठाउँतिर आइपुग्यो नि गाई साथी नि यस्तोमा आइपुग्यो होइन ठिक म कहाँ आइपुग्यो उहाँ रोड छ अब यहाँ म तल्लोपट्टि आइपुगेर के तर ठाउँ छ जस्तो लाग्यो मलाई ओर्लिने उक्लिने ठाउँ छ थ्याङ्क गड कहाँबाट उक्लिने ठिक्क माथिल्लो गरामा बाटो रहेछ अनि यहाँ आएर ओके घरतिर जान्छ सो गाइस यहाँ चाहिँ हाम्रो चाहिँ आधी चाहिँ भइसकेको छ होइन डोको चाहिँ एज यु क्यान सी हियर ट्याक्क लाएर यहाँ हाम्रो चाहिँ यहाँ डोको चाहिँ आधी होइन अब हुन लागिसक्यो माथि मात्रै काम हो गाइस ल देख्न सक्नुहुन्छ त्यो माथिको चाहिँ त्यो ठुलो हुन्छ नि मोटोवाला त्यो हो सो यस्तै छ यहाँनिर के पो भन्छ यो छ